अनि कसरी प्रेरित कर्मको आधा भागदेखि उता अनि 20 अध्यायमा विशेष गरी प्रेरित पावल र धर्मगुरुहरूको कुरा आउँछ त्यहाँनिर कतिचोटि। This was at Jerusalem. अनि यो चाहिँ यरुशलेममा भएको कुरा हो। When it came to the Gentile assemblies, जब अन्य जातिको मण्डलीको कुरा आउँदछ, the apostles appointed elders. अनि त्यहाँ चाहिँ प्रेरितहरूले धर्मगुरुहरू नियुक्त गरेको कुरा पाउँछौँ। And then we have the letters to Timothy and the letter to Titus, where the qualifications for elders are given. अनि पहिला तिमोथीको पत्रीमा 3 अध्यायमा अनि टाइटसको पत्रीमा कसरी प्रेरितले यसो भन्दछन् त्यो धर्मगुरुको काम गर्नेहरूमा चाहिँ के प्रकारको गुणहरू हुनुपर्छ त्यो कुरा व्याख्या गरिएको छ बताइएको छ। Titus was specifically told to finish what hadn't been done yet and to put elders in place in Crete. अनि टाइटसलाई चाहिँ यसो भनेर लेखिएको छ कि क्रेटमा जो काम सिद्धिएको छैन पुरा भएको छैन त्यो कामलाई पुरा गर्नु धर्मगुरुहरू नियुक्त गरेर त्यो कुरा पुरा गर्नु भनेको हामी पाउँदछौँ। But here we see that it is possible for brothers to look forward to being able to give leadership among God's people and to help in that way. अनि यो अहिले अध्ययन गर्दै गरेको अध्याय 3 अध्यायले चाहिँ एकदम भविष्यको दिनलाई हेर्दै कसैले चाह गर्छ भने सन्तहरूको बीचमा सेवा गर्ने अगुवाई गर्ने काम गर्न चाहन्छ भनेदेखि चाहिँ यस्तो यस्तो गुणहरू हुन्छ भनेर त्यो कुरा अब लेखिएको त्यो कुराको सम्बन्धमा। But it's said to be desiring a good work. तर यो चाहिँ असल कामको चाह भनेर लेखेको छ। यो चाहिँ असल कुरा कामको चाह। It doesn't say a good position. यो चाहिँ एउटा सन्तहरूको बीचमा एउटा हाई पोजिसनको चाह गर्ने भन्ने होइन तर कामको चाह गर्ने काम। We are all brothers and sisters. पदको चाहना गर्ने अब म हेडर हुन्छु भन्ने एउटा चाहना राख्ने चाहिँ होइन अरे तर काम गर्ने अनि हामी दाजुभाइ दिदीबहिनीहरू। And now we have qualifications given for. अनि यहाँ चाहिँ त्यो धर्मगुरुहरूमा चाहिँ के कस्तो प्रकारको गुणहरू हुनुपर्छ भन्ने त्यसको कुराहरू बताइएको छ यहाँ। I've often thought, if I visit an assembly where I don't know the brethren very well, अनि म कोही यसो सोच्ने गर्दछु जुन एउटा स्थानीय जनमतमा म भिजिट गर्दैछु र त्यहाँको दाजुभाइहरूलाई म राम्रो चिन्दिन जान्दिनँ भनेदेखि if I would give everybody in that assembly a piece of paper, अनि मैले त्यो मण्डलीले भएको हरेक दाजुभाइ दिदीबहिनीलाई एउटा कागजको टुक्रा दिएँ भने and say, who are the brothers who you would consider to be elders in this people? अनि मैले त्यहाँनिर तपाईँहरूले लेख्नुहोस् यो मण्डलीमा यो जमघटमा चाहिँ को दाजु या भाइलाई चाहिँ तपाईँहरूले धर्मगुरु भएको चाहनुहुन्छ भनेर प्रश्न लेखेर दिएँ भने we have no official elders, you know. अनि त्यहाँ चिठीमा सायद उत्तर यस्तो पाउन सक्छौँ तपाईँलाई थाहा छ सायद हामी यहाँ आधिकारिक रूपमा चाहिँ हाम्रोमा को हो भनेर सोध्यो भने चाहिँ आधिकारिक रूपमा यहाँ धर्मगुरु कोही पनि छैन भन्ने चाहिँ उत्तर आउँछ। We don't have apostles or their delegates to appoint them. अनि किनभने हाम्रोमा त्यो धर्मगुरुको पद नियुक्त गर्ने कोही पनि अख्तियारमा छैन अथवा प्रेरित छैन भन्ने आउन सक्छ। But if I would look at these pieces of paper, अनि तर त्यो कागजको टुक्रामा हेर्यो भने I would see certain names on almost every paper. सरी मैले अलिक गल्ती गरेछु त्यहाँ त्यसो गर्नु चाहिँ हुँदैन। खास गरी धर्मशास्त्र अनुसार चाहिँ कोही छैन किनभने प्रेरित छैनन् भने धर्मगुरु हुँदैन अख्तियारै छैन धर्मगुरु नियुक्त गर्ने। तर त्यसरी कागज दियो भने चाहिँ पहिले पहिले चाहिँ यो दाजु अथवा भाइको कसैको नाम सहित त्यो कागजको टुक्रामा कसैले लेखेको पाउन सक्छौँ। And there would be another name on one paper, another name on maybe two, but there would be certain names on almost all the papers. अनि अहिलेको जमानामा अहिले चाहिँ त्यसैले त्यो कागजको टुक्रा लेख्ने कतिले चाहिँ मलाई हामीलाई यो दाजु मनपर्छ अथवा एल्डर भएको यो फलाना भाइ मनपर्छ हामीलाई एल्डर भएको सहित त्यस्तो नामसँग आउन सक्छ त्यो टुक्रा कागज। And I think of that particularly with the verses we read in 1 Thessalonians 5. And you know those who labor among you are obeying the Lord. अनि पहिला तिमोथीको 5:12मा पहिला थेसलोनी 5:12मा पढ्दाखेरि चाहिँ यस्तो पाउँछौँ कि कसैले तिमीहरूको बीचमा
कसैले परिश्रम गर्ने अगुवाई गर्नेलाई आदर गर भन्ने कुरा हामीले जो पढेको थियौँ। We need to be careful that we don't give titles to people so that they feel important. हामी चाहिँ होशियार बस्नु पर्दछ जसहरूले हाम्रो बिचमा काम गर्दछन् तिनीहरूलाई एउटा टाइटल एउटा पद चाहिँ हामीले दिनु हुँदैन। Now, we have qualifications here. र यहाँ The first one, the overseer then must be irreproachable. In other words, no reproach. अनि यो कसै देखरेख गर्ने मान्छेकोमा चाहिँ कुनै प्रकारको दोष लागेको हुनु हुँदैन भनेर भन्छ। No one should be able justly to say anything against a brother who is taking responsibility, leadership in an assembly. कोही दाजुभाइले एउटा स्थानीय जनमतमा अगुवाई गर्दैछ, भेडाहरूलाई चराउने डोर्याउने अगुवाई गर्ने काममा भने कसैले दोष लगाएकै हुनु हुँदैन कुनै प्रकारले पनि। If a brother tries to take the leadership in an assembly and only comes to the meetings once in a while, that's a failing on his part, isn't it? अनि भाइ टाइट छ अनि एउटा भाइ कोही सेवामा आउँदैछ, सेवामा आउँदाखेरि आई त सरी भन्नु That's one thing if he's sick, but र सेवामा चाहिँ ऊ एकचोटि मात्रै आउँछ र अरू बेला चाहिँ सेवामा आउँदैन भनेदेखि चाहिँ अनि भाइहरूले भन्ने मौका पाउँछ पाउँदैन त उसले चाहिँ अगुवाई चाहिँ गरिरहेको छ मण्डलीमा तर खालि एक दिन मात्रै आउँछ सेवामा अरू बेला सेवामा अप्सेन्ट हुन्छ भनेदेखि बिमारी हुँदा नआउनु भनेको अर्कै कुरा हो तर बिमारी नहुँदा नि खालि एकचोटि हप्तामा एकचोटि सेवामा आउँछ भने त्यो दोष आयो त्यहाँ। well, I'm sure Brother Hamraj has given you a good explanation. म आशा गर्छु भाइ हेमराजले ठिकै प्रकारले राम्ररी बताइरहेको छ भन्ने म आशा गरिरहेको छु। Anyway, no one should be justly able to say something against a brother in this position. र यो धर्मगुरुको यो देखरेख गर्ने काम जसले गरिरहेको छ त्यसमा चाहिँ कसैले एकदमै दोष लगाएको हुँदैन। As a normal thing, दोष पाएको हुँदैन। he should be the husband of one wife. अनि अर्को कुरा त्यो भाइ चाहिँ अथवा दाजु चाहिँ एउटै मात्रै पत्नीको पति हुनुपर्छ। Now I think we need to understand that if the Lord has taken his wife home to glory and he's married again, I don't think that is a strike against him. But back in these days, there were many people who had 2 or 3 wives or more. अनि यो कुरा बुझ्नु हुँदैन कि कसरी यहाँनिर अब एउटा भाइको पत्नी थियो त्यो पत्नी लाई प्रभुले उठाउनु भयो अनि फेरि उसले बिहे गरेको छ भनेदेखि चाहिँ अब उसले गर्नुहुन्छ भनेको कुरा होइन है। तर आजको दिनमा चाहिँ एउटै पतिको 2-3 जना पत्नी हुन्छ र तिनीहरूले पनि त्यो ठाउँ त्यो अगुवाई गर्ने काम चाहिरहेका हुन्छन् गरिरहेका हुन्छन् त्यो चाहिँ एकदमै भएन। And the sad thing, the sad thing in the USA and Canada and other Western countries US अनि क्यानाडामा अनि अरू पश्चिमी देशहरूमा is that we have polygamy here. अनि हाम्रो पनि यहाँनिर यो पश्चिमी देशमा पनि बहु विवाहको चलन छ। But it's what you call serial polygamy. One after another. अच्छा अनि यहाँनिर यस्तो पनि छ एकदेखि अर्को विवाह गर्ने पनि छ। Husband and wife don't get along very well, and there's a divorce. अनि पति र पत्नी बिहे गरेको छ राम्रो प्रकारले जीवन बिताउन सकेन समस्या भयो झगडा भयो अनि यसलाई डिभोर्स गरेर छुट्याउन भयो एकपटि सार्यो अनि And they marry somebody else. फेरि अर्को बिहे गर्यो And maybe a man has had 3 or 4 divorces. अनि फेरि अर्को बिहे गर्छ फेरि त्यसको समस्या हुन्छ फेरि डिभोर्स गर्यो फेरि अर्को बिहे गर्यो फेरि डिभोर्स गर्यो फेरि बिहे गर्यो हो त्यस्तो खालको सुरु यो। Maybe they've even all been before he became a Christian. अनि क्रिस्चियन हुनुभन्दा अगाडिदेखि नै अब त्यस्तो बाट आएका थिए। But तर that kind of life disqualifies him